हजुरहरूलाई स्वागत छ हाम्रो एउटा फेरि अर्को नयाँ भिडियोमा। यसमा चाहिँ भन्दाखेरि एउटा टुल छ जसले चाहिँ एसाइनमेन्टमा होस् या केही चाहिँ एडिट गर्नुपर्ने होस् इमेजमा हैन, तर त्यतिखेर गाह्रो हुन्छ फेरि, किनकि अब जुन सफ्टवेयरबाट बनाएको छ त्यो सफ्टवेयरमा गएर फेरि एडिट गर्नुपर्ने त्यो भयो। नत्र त्यो नभइकन अब केबाट गर्ने, अब एआई थ्रुबाट गऱ्यो भने त्यहाँ पनि गाह्रो हुन्छ, कतिखेर त्यसले पर्फेक्ट दिँदैन। अनि त्यही भएर एउटा यस्तो टुल छ भने जान्दाखेरि त्यसले चाहिँ इजिली एडिट गरिदिन्छ अनि पुरै रियलिस्टिक गरिदिन्छ क्या त्यो। अनि त्यो टुलको नाम चाहिँ यो छ, फोटोटेक्स्ट भन्ने छ। यसमा चाहिँ साइन अप पनि त्यस्तो खासै केही गर्नु पर्दैन, डाइरेक्ट इमेज अपलोड गर्दा नि भयो। अनि यसको फिचर्स हेर्दाखेरि यता तल्लो चाहिँ यता धेरै छ कि यसमा एआई टेक्स्ट डिटेक्सन वर्ड त्यो धेरै भयो, त्यो अनुसारले आफ्नो अनुसारले हेर्ने हैन। यसमा चाहिँ हामी डेमो हुन्छ त्यसको लागि चाहिँ कसरी एडिट हुन्छ भने रियलिस्टिक छ कि छैन भनेर, किनकि कतिखेर एसाइनमेन्ट गर्दाखेरि कतिखेर हामीलाई गाह्रो हुन्छ कि कुनै कुरा अब कमान्ड लाइनमा हुन्छ नि त, सिएमडीमा कतिखेर कुरा त्यो एडिट गर्नुपर्ने हुन्छ हैन, पछि गएर भ्याएन भने त्यतिखेर त्यो काम लाग्छ कि अब जस्तो अब त्यो अनुसारले हेरौँ न त। अब यो अपलोड इमेजमा यताबाट पनि गर्न पायो, यताबाट पनि गर्न पायो, यसमा चाहिँ पिडिएफ पनि राख्न पायो। त्यसैले म यताबाट इमेजमा गएँ अनि यताबाट चुज गरेँ, मैले कुनै इमेज चुज गरेँ म यता। अब यता पहिला चाहिँ एउटा यो लेटर भयो, मैले चाहिँ गुगलबाट डाउनलोड गरेको थिएँ। अनि यो चाहिँ हामी फर्स्टमा चाहिँ स्क्यानिङ गर्छ, स्क्यानिङ गरिसकेन अब यस्तो इन्टरफेस आयो नि त। यो यसमा क्लिक गर्ने यसो, अनि कुनै टिक्समा गएर यो हाम्रो यसमा क्लिक गरे भने यो हाम्रो थरी थरीका आउँछ कि अप्सनमा, जस्तै अब विल्सनलाई चेन्ज गर्नुपर्ने त्यहाँ मात्रै क्लिक गर्दा भयो। यो पुरै लाइनमा चेन्जेस गर्नु पर्यो भने त्योमा गयो, जस्तै म यसमा पुरै गरेँ भने यता यो साइडमा हाम्रो चेन्ज गर्ने टाइपको यो रिप्लेसमेन्ट टेक्स्ट भन्ने छ नि त, यसलाई अब जे राख्दा नि भयो। जस्तै म आफ्नो च्यानलको नाम राख्यो भन्दाखेरि हैन, क्यापिटलमा राखौँ न यसो, यो यता चेन्ज भएर रहेछ क्या, यता चेन्ज भएर रहेछ आफ्नो अनुसार। जस्तै यस्ता लोकेसन तल छ नि त 1 2 3 14th स्ट्रिट लस त्यो छ नि त, 1 2 3 लाई अब त्यो अनुसारले पनि अप्सन दिन्छ कि के चेन्ज गर्न सक्छ कि त्यस्तै अनुसारले। जस्तै योमा क्लिक गरेँ मैले, यता फेरि अप्सन दिन्छ कि यो साइडमा, त्यो अनुसारले चेन्जेस गर्न पायो कि आफ्नो अनुसारले जे नि राख्न पायो हैन, त्यो अनुसार। जस्तै अब यता मैले अब यो यस्तो नगरेर पुरै नकाटेर यता चाहिँ 4600 गरिदिएँ मैले। अनि यता चाहिँ 14 को जग्गाको 7 फ्लोर गरिदिएँ मैले। अनि स्ट्रिट लस अब त्यो यसको सट्टामा चाहिँ काठमाडौँ गरिदिएँ मैले। यसले त एडिट गर्न पायो कि इजिली हैन, तर यसले यो ठुलो भयो त्यो अनुसारले यसलाई सानो पनि गर्न पायो त्यो अनुसारले। यता पुरै टेक्स्टसँग खिलाउने कि त्यो अनुसारले पुरै सबै थोक दिएछ हैन, त्यो अनुसारले। यो त यो भयो हैन, यो अनुसारले चेन्ज गर्न पायो। अनि यताबाट एक्सपोर्ट गर्दाखेरि यताबाट पनि डाउनलोड गर्न पायो, पिएनजीमा जेपीएजीमा योमा यति एउटा अप्सन छ 4 5 वटा। अनि त्यो अनुसारले यसमा क्वालिटीमा चाहिँ लो मिडियम हाई भन्ने पनि अप्सन छ। यताबाट एक्सपोर्ट गर्ने हाम्रो इमेज के हुन्छ डाउनलोड हुन्छ। जस्तै मैले यता लाइक ठिक छ पिएनजीमा नि गरौँ न, यता मिडियममा गऱ्यो भने यता एक्सपोर्ट गऱ्यो भने हाम्रो के हुन्छ इमेज डाउनलोड भयो। यता क्लिक गऱ्यो भने हाम्रो इमेजमा चेन्जेस हुन्छ, यता हाम्रो नाम आयो नि त, अनि यता चेन्जेस गरेको यो पनि आयो, त्यो अनुसारले भयो हैन। अब यो त इजी भयो, त्यो इजी भयो, तर यसमा चाहिँ हाम्रो त्यस्तै कमान्डवाला कुनै कुरा आयो भने कसरी चेन्ज गर्ने त्यसमा पनि अब इजी छ के, त्यो छिट्टै गर्न पायो। त्यसमा पनि त्यस्तै केही गाह्रो छ। जस्तै यो छ मसँग, अनि यसमा आयो म यता आएँ हैन। यो चाहिँ मेरो साथीको अब कसैको होला नि त, त्यो आइडी छ कि मेरो, त्यो अनुसारले एपी आइडी। अनि त्यो अनुसारले मैले यसमा क्लिक गरेँ हैन, यसमा क्लिक गरेँ मेरो त्यो अनुसारले अप्सन आयो। मैले आफ्नो एपी आइडी राख्न खोजेँ यता, जस्तै यता म आफ्नो राख्छु। जस्तै मेरो चाहिँ 138 छ भने 138 यता चेन्ज भयो नि त, टु कपी जस्ताको जस्तै कसैले थाहा पाउँदैन कि त्यो चेन्जेस गरेको कि के गरेको हैन, त्यो त्यस्तो अनुसारले। जस्तै अब यसमा चाहिँ यो 27 सेक्सन गऱ्यो भने 27 पनि हुन्छ। ग्रुप जे भयो नि 11 गर्थेँ मैले, 11 पनि गरेर हुन्छ हैन। यता चाहिँ क्लाइन्टको जग्गामा मैले सर्भर गरिदिएँ, सर्भर गर्न नि पायो। तर हेर्नु कति पुरै रियलिस्टिक जस्तो लाग्छ कि, जस्तै लाग्छ हैन। अब यता पनि चेन्ज गर्न पायो त्यो अनुसारले। यता जस्तै 1 by 1 गरौँ न, एपीआइडी मात्र चेन्ज गरेँ। यता चाहिँ NP0138 गरिदिएँ। अनि ठिक छ, यता चाहिँ
27 गरिदिएँ अनि ग्रुप यता चाहिँ 11 गरिदिएँ हैन। यो अनुसारले त एडिट गर्न पायो कि इजिली। अनि यो अनुसारले गर्दा गर्दै यताबाट एक्सपोर्ट गर्न पनि पायो। त्यो अघि गरेको थिएँ जसरी यताबाट गर्न पायो त्यो भएन। यताबाट अब चाहिँ यसलाई डाइरेक्ट त्यो गर्न पायो, स्विच गर्न पायो हैन यो अनुसारले। अनि यस्तै छ त्यो टुल, तर इजी छैन।